हेलो साथीहरू, आज चाहिँ हामी जङ्गलमा च्याउ खोज्न गइरहेछौँ। मेरो साथीहरू चाहिँ यस्ता ठुला ठुला छन् है साथीहरू। ल यता हाई गरिदेऊ एकचोटि हेरेर। ल गयौँ न है त हामी च्याउ खोज्नलाई। हामी चाहिँ बाटोमा हिँड्दैछौँ। अब यहाँ रोडमा आइपुग्यौँ। हामी आएको चाहिँ यताबाट हो साथीहरू। यहाँ मकैबारीले बाटो पनि देखेको छैन। यो चाहिँ हाम्रो भोटे हो, हाम्रो साथी। अब म उक्ले यहाँबाट। अब यो चाहिँ हाम्रो कुन रोड अरे, मदन राजमार्ग भन्ने रोड हो। यहाँबाट चाहिँ सुर्खेतहरू जान्छ है साथीहरू। यो पिच बाटो बनेको भएर यहाँ धेरै गाडीहरू पनि हिँड्छन्। यस्तो छ। अनि हाम्रो यता जङ्गल हो। अब त्यही जङ्गल हामी जान्छौँ। हाम्रो भोटे अगाडि हिँड्यो अनि हामी चाहिँ यहाँ हिँड्दैछौँ। ल हामी फेरि अब हिँड्दैछौँ यो बाटो। यहाँबाट सिधा छ हामी। च्या भन्न सक्दैन साथीहरू। यस्तै मसला पकाउँदै इरा पकाउँदै हिँड्नुपर्छ। अनि के गर्ने, अब खान मन लाग्छ, खान मन लागेपछि चिया भन्न जानु पर्यो होइन। दस भन्ने हो पला छैन क्या हो। न यता नखाने भए पनि अलिअलि त यसो देखा पर्नु पर्ने हो नि त। यस्तै जङ्गल जङ्गल जानुपर्छ। ओ त्यताबाट जानु, यताबाट जानु। यो चाहिँ हाम्रो भोटे। हामी यताबाट आएको। ल फेरि अब हामी यताबाट हिँड्दैछौँ। ल छिटो हिँड्नु। च्याउ भन्दा मेरो छोरी पनि आएको छ साथीहरू। छोरी भान्जी अनि नन्नासँग म च्याउ टिप्न आएको छु साथीहरू। रोडमा चिप्लेर दाँत साथी त्यही भएर अघि नआइज नानी भनेको मैले। ल हामी फेरि अब अर्को रोडमा निस्किसकेको छौँ है साथीहरू। अब हामी चाहिँ फेरि अर्को रोडमा आइसकेको छौँ साथीहरू। ऊ यता चाहिँ देख्न सक्नुहुन्छ यो पुरै ड्रागन फ्रुटहरू हो। ड्रागन फ्रुट धेरै फल्छ अनि बेच्छन्। यसलाई देखाइदियो त यसको आँखाको। यो चाहिँ हाम्रो जङ्गल। हामी जान्छौँ यतातिर साथीहरू। हाम्रो जङ्गल उता ड्रागन फ्रुट देखाइदिँदैछौँ। हाम्रो भोटे पनि पछि पछि आउँदैछ। अनि अब हामी लगभग जङ्गल आइसक्यौँ। यहीमा खोज्ने होइन वर्षा कता परदेखि। ए ऊ त्यो पर जाम है, ऊ त्यो सिमल गराएको यतातिर। गाइजहरू अब हामीहरू चाहिँ यहाँसम्म आइसक्यौँ। अब चाहिँ अलिकति मात्र छ पुग्न। हेलो सोनाली, हाई भन्न। आइसकेको छौँ लगभग जङ्गल। यहाँ माथि चढ्दैछौँ। यसलाई अघि नै मैले नआइज है नानी भनेको। अहिले मच्छरले यति टोक्छ नि, यति टोक्छ। अहिले थाहा हुन्छ। चढेन र अब म जान्छु। दिदीहरू त अलिक ठुलो छन्। यहाँबाट चढ्छु। भोटे आऊ। जे पाइँदै खाने होइन नि, फेरि चिनेर टिप्नु पर्छ। र अब हामी त्यही जङ्गलमा च्याउ खोज्छौँ साथीहरू। च्याउ चाहिँ भेटिन्छ कि भेटिँदैन, गर्मी भएर पसिना निस्केर उकुस मुकुस भइसक्यो। ओइ तिमी कताको बाटो गयौ? ल ल ल हिँड, यताबाट हिँड तिमीहरू। यताबाट पसिना निस्केर भोटे आएको छ। ल हिँड नानी हिँड। भेटिसकेको छु यिनले। टिप्दैछन्। टिप्यौ? अरू पनि छ कि यताउता हेर। यताउता छ कि छैन? किन?
यस्तो साथीहरू नखाने च्याउ चाहिँ कति धेरै छ ऊ त्यहाँ पनि पल्लाएको छ खाने च्याउ चाहिँ एउटा रहेन रहेछ मैले त झन् कहिले भेट्दिनँ यहाँ पुरै फ्ल्यात्तै कुहिएको छ खाने च्याउ यसरी ल साथीहरू हामीले चाहिँ च्याउ भेटायौँ यति हो मैले चाहिँ एउटा पनि भेटाइनँ यिनीहरू दुईटीले चाहिँ यति भेटाए साथीहरू च्याउै रहेन रहेछ यी घाम लागेर टन्टलापुर भयो अब मेरो बाबु रोयो होला अब हामी घर जाँदैछौँ अब चाहिँ हामी घरतिर जाँदैछौँ साथीहरू च्याउ भेटिएन अब पानी पनि खासै परेको छैन नि त अलिअलि मात्र परेको त्यही भएर हुन त मान्छे फेरि अघि बिहान नै खोज्न आइसकेको रहेछ अनि त्यही भएर पनि नभेटिएको अब बिहानै आए पो भेटिन्छ त हामी पनि अनि 10-11 बजे च्याउ खोज्न आएर हुँदो त नि ल हिँड फटाफट हिँड अब हामी जाँदैछौँ त्यो नखाने च्याउ हो के ल हिँड जाऊँ मसाला टोकिसक्यो क्या छिटो छिटो हिँड हेर्दैनको पछि कोही चाहिँ फेरि यहाँ च्याउ खोज्दैछन् अझै आँखा टिक्लु टिक्लु पार्दै ल जाउँ साथीहरू ड्राइगन फ्रुटको खेतीहरू छ है साथीहरू यहाँ चाहिँ हाम्रो घरभन्दा अलि माथि हो जङ्गलको छेउमा पुरै ड्राइगन छ हामी ऊ त माथि जङ्गलमा गएको थियौँ च्याउ खोज्न पुरै वरिपरि ड्राइगनले भरिएको छ साथीहरू अब हामी जाँदैछौँ कुकुरहरूलाई टोक्ला फेरि हिँड च्याउ अझै भेटाएर उता खोज्दैछन् साथीहरू अब हामी जाँदैछौँ घर छिटो आऊ बाबु रोयो होला क्या छिटो आऊ ल साथीहरू अब हामी रोडमा आइसकेछौँ अब यो रोडबाट फेरि तल छ हाम्रो घर भेरी कत्रो बढेको रहेछ यो चाहिँ भेरीको भ्यू त्यही गाउँ यता माथिबाट यता पनि गाउँ छ यता रोड यही हो हाम्रो गाउँ चाहिँ बनायौ तिम्रो मम्मीलाई हुन्छ अलिअलि भए तिमी त खाँदैनौ नि कस्तो भोक लागिसक्यो तपाईँले नदेखेर मात्र र वर्षा पुगुम माथि गएर पनि कालो चाहिँ यस्तो मान्छे हो र त्यो माथिको कहाँबाट देखिन्छ त नि हौ वर्षा पुगुम जानुभएको थियो यो चाहिँ हाम्रो गाउँको स्कुल हो साथीहरू कतिसम्म छ र यहाँ चाहिँ 5 सम्म पढाइ हुन्छ यो सरकारी स्कुल हो साथीहरू हाम्रो गाउँको ल जाऊँ हामी घर आइसकेको छौँ फाइनली आजको लागि भिडियो यति नै भिडियो लामो हुन्छ होला हस् त टाटा बाई बाई साथीहरू मेरो च्याउ चाहिँ यति भयो साथीहरू हाम्रो भिडियो हेर्नु होला बाई बाई